आज चाहिँ हामी यता ढोड काट्दैछौँ। हिजोबाट चाहिँ हामीले कोदो चाहिँ रोपिसक्यौँ होइन। यो चाहिँ हामीले सिङ छर्नको लागि बारी जस ढोड नकाटिराखेको थियौँ, त्यही भएर चाहिँ हामीले आज यता ढोड काट्दैछौँ। घरबारी हो यो चाहिँ पुरानबारी। यता बुवाले चाहिँ टुप्पा काट्नु हुँदैछ। म चाहिँ काटेको ढोडहरू चाहिँ परालले यता बान्दैछु। यो ढोड बाँधेर चाहिँ राखेपछि चाहिँ पछिसम्म खुवाउनलाई पनि हुन्छ होइन। बाँधेर राखेपछि पछि पुसमाघतिर खुवाउनलाई हुन्छ नि त। त्यही भएर चाहिँ यता मैले चाहिँ ढोड बाँधेर थुपार्दैछु। अनि पानी पर्न लागे जस्तो भएको थियो, अनि त्यही भएर चाहिँ मैले यता बाँधेर थुपारेँ। अनि नानीलाई छिटो गरेर आउनु भनेको पनि नुहाउँदै थियो ठुलो छोरी चाहिँ। अनि यो पनि नुहाइसकेर चाहिँ यता हेर्नु न कपालले फिजाएर यता मलाई बोक्न सघाउँदैछु। अब केटाकेटी त हो ढोडमा यता र उता गरेर बोक्नै नजान्ने क्या। त्यही पनि अब अलिअलि छुट्टीको टाइम होइन, नानीलाई पनि यसो सिकाउनु पऱ्यो। अलिअलि त अब काम पनि गर्नु पऱ्यो नि त गाउँमा बसिसकेपछि होइन। त्यही भएर चाहिँ हामी आमा छोरी भएर चाहिँ उसले पनि ओसार्यो अनि मैले पनि ओसारेँ। टुप्पा चाहिँ हामीले ओसारिसकेर चाहिँ अनि यता फेरि यो फेद पनि काटेर थुपार्नुपर्छ नि त। त्यही भएर यता बुवा नि काट्दै हुनुहुन्छ, म पनि सबैजना भएर चाहिँ हामीले ढोड काटेर यो फेद ढोड पनि काटेर थुपारेर चाहिँ सक्यौँ। अब अरू काम चाहिँ अब भ्याइएन खासै। अनि आजलाई चाहिँ यति नै गरेर भोलि चाहिँ अब यति ढोड काटिसकेपछि चाहिँ झाडु खालेर जोतेर टक्क राजमा सिमी छर्ने हो। अब कस्तो फल्छ फल्दैन होइन, त्यो त अब समयले नै बताउँछ होइन। अहिलेको समय यस्तै हो साथीहरू, हाम्रो चाहिँ काम यस्तै हो। काम चलिरहन्छ, कहिले बारी कहिले खेत। हाम्रो कुखुरा पनि यता चलिरहेछ।